नमस्ते सर, नमस्ते, हजुरको शुभ नाम? मेरो नाम चाहिँ सेती श्रीवास्तव। हजुरलाई वेलकम छ हाम्रो दाउरा थकालीमा। हजुरको दाउरा थकालीमा फर्स्ट टाइम हो कि कुनै आउटलेटमा जानुभएको थियो? पोखरामा चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो। हजुर सर। जुन अब जुन काठमाडौँमा गएर जुन पहिला एउटा हामी सेट मिटिङमा चाहिँ हामी खाना खानु गएका थियौँ, त्यसमा चाहिँ कस्तो छ भने जुन यहाँको स्वाद छ नि, हजुर सर। हामीले मैले आज भन्दाखेरि 2-3 महिना अगाडि पनि दिइसकेको। पहिले आउला पोखरा भन्दा म चाहिँ इन्तजारमा थिएँ है, एकदमै जस अथेन्टिक फ्लेभर छ एकदम। तपाईँहरूको एकदम त्यो सर्भिस पनि एकदमै राम्रो लाग्यो हामीलाई। जुन एउटा फुड हुन्छ नि, त्यो चाहिँ हाम्रो चाहिँ नेपाली मेरो आफ्नो बा मम्मीले बनाए जस्तो फ्लेभर चाहिँ हामीले बल्ल यहाँ पाएको छ। कुनै पनि अहिले पोखरामा चाहिँ मैले अहिलेसम्म पाएको थिएन जस्तो फ्लेभर। तपाईँलाई धेरै धेरै धन्यवाद है। थ्याङ्क यू सर। अब आउने गेस्टहरूलाई के भन्न चाहन्छु? अब आउने गेस्टहरूलाई चाहिँ एकचोटि पोखरा बसेर पोखराको जति पनि हाम्रो गेस्टहरू हुनुहुन्छ हुनुहुन्छ उहाँहरू पोखरेली भएर एकछिन दाउरा थकाली नआउने के पोखरेली भन्छ, दाउरा थकाली नआउने के पोखरेली भन्छ। थ्याङ्क यू सो मच।